कुरा उठेन नि त। उफ कस्तो अल्छी लागेको के गरौँ आइडिया उडायो सपना सबै गोरीले। भाउजू तपाईँ मात्रै कतै काम गर्नुहुन्छ त मात्र हो कि क्या यो घरको बुहारी? के गर्नु नानी, अब यस्तै हो नि। अब ऊ राम्रै भएर बस्छ, काम मैले गर्नु नगरे कसले गरिदिने त। ए त्यस्तो भने म अर्को भाउजूलाई सम्झाएर आउँछु। भाउजू होइन, तपाईँलाई त अर्को भाउजूले तपाईँ त केही गर्नु हुँदैन अरे, यत्तिकै बसिराख्नुहुन्छ अरे, ल्यापटप मात्रै चढा बसिराख्नुहुन्छ अरे। भाउजू सुन्नै सकिनँ नि। ए तिमीले मलाई त्यस्तो भन्ने, ती गाउँले पाएको गोबरकै नै कामकीले त्यसो भन्ने मलाई मेरो बुढाले रानी बनाएर राख्छु भनेको छ। म पढाइ लेखेको मान्छे, जागिर खाने मान्छेले म घरको काम गर्छु, ती जस्तो गोबर हो र म गर्दिनँ काम। मलाई यसै पुग्छ, म जागिर खाने मान्छेलाई यसै पुग्छ। भाउजू होइन, अर्को भाउजूले त तपाईँलाई त गोबर नै गाउँ कि गवार नै भन्दै हुनुहुन्छ नि, म त सुन्नै सकिनँ नि। ए त्यसले त्यसो पो भने त्यसलाई पकोस् त। तँ भन्दा पहिले आएकी बुहारी हो म, यो घर मेरो हो, मेरो पहिले भित्रको बुहारी हो म। त्यसलाई छोड्छु म? जाऊ गर भनिदेऊ त नानी। अब छोड्नु न अरे ठुली भाउजूले आज तपाईँको आज कपालले दुःख पाउँछ अरे जग। ए त्यसले त्यसो भने कि मलाई म पाकेँ अरे, म गोबर अरे, त्यसलाई म छोड्छु। अब त्यसको जगटाले दुःख पाउला जस्तो छ अझै पनि। मूर्ख, जाऊ नानी, तिमीलाई सम्झाएर आऊ। अब भाउजूले छोड्दिन अरे। भाउजू तपाईँ यहाँ टिकटक बनाएर बस्नु, अर्को भाउजूले तपाईँको जगटाको नाश गरिदिनुहुन्छ अरे। तपाईँको त यो घरै होइन है, तपाईँको त यो दाइजो ल्याउनु भएको छैन। ए मलाई तिमीले त्यसो भन्ने, मेरो बुढाले मलाई रानी बनाएर राख्छु भनेको छ। तिमीले त्यसो भनेर हुन्छ, लु पक्लास म अब गएँ। म त सुन्नै सकिनँ। भाउजू के साह्रो भयो कि तिमीलाई बेगोसँग राखे भएन। म आफै जान्छु, अब उठेँ नि। अब म उठेँ, तिमीको जग्गा तिमीले मलाई के भन्यो अरे, पहिला आएको सम्पत्ति नल्याएको भन्यो भने तिमीले त्यसो म पहिला आएको पनि हो, यो घरको जेठी बुहारी पनि हो। तिमीले भनेर हुन्छ? छोड्छु आज म तिमीलाई। आज म तिमीलाई छोड्दै तिम्रो जग्गा म पहिला आएको बुहारी हो, म यो घरको बुहारी हो। तिमीले हेपेको मलाई? तिम्रो मात्रै हक लाग्छ यो घरमा? मेरो लाग्छ, पहिला आएको बुहारी जेठानी हो, जे भए पनि जेठानी। तिम्रो जग्गाटाको नाश पार्छु आज। जेठानी हो म, जेठानी जसरी पनि म आज इन्टरटेनमेन्ट त भयो, साह्रै